नमस्ते। अब पोर्चुगलको कन्सुलर विभाग काठमाडौँमै खुल्ने भएको छ। अब धेरैजनालाई जो पोर्चुगलमै हुनुहुन्छ अथवा अप्लाई गर्दै हुनुहुन्छ, तपाईँको कागजपत्र प्रमाणीकरणहरू गर्नुपर्ने छ, स्ट्याम्पिङहरू गर्नुपर्ने छ। दिल्ली स्थित पोर्चुगिज एम्बेसी धाइराख्नु पर्थ्यो भने अब त्यो सहजता हुने भएको छ। अब नेपाल गभर्मेन्ट र पोर्चुगिज गभर्मेन्ट बिचमा एग्रिमेन्ट सम्पन्न भइसकेको छ र पोर्चुगिज गभर्मेन्टले चाहिँ नेपालमा कन्सुलर विभाग चाहिँ खोल्ने भइसकेको छ, खोल्ने कन्फर्मेसन्स भइसकेको छ। त्यो कारणले गर्दाखेरि चाहिँ यो एउटा गुड न्युज हुनसक्छ। जो पोर्चुगल अप्लाई गर्दै हुनुहुन्छ, अलरेडी पोर्चुगलमा हुनुहुन्छ, अथवा पोर्चुगलको कागजहरू प्रमाणीकरण गर्नु छ, तपाईँलाई एम्बेसीको एटेस्टेसन्सहरू गर्नु छ, त्यो चिजहरू जसले नेसनालिटी अप्लाई गर्दै हुनुहुन्छ, जसलाई चाहिँ पुलिस रिपोर्ट भेरिफिकेसन्स लगायत एम्बेसीको स्ट्याम्पिङ, फ्यामिली रियुनिफिकेसन्सको डकुमेन्ट्सहरूको चिजहरूमा समस्या परिरहेको छ, दिल्लीमा एम्बेसीको डेट पाउन गाह्रो, एम्बेसीसम्म धाइरहने अवस्था थियो भने अब पोर्चुगलको कन्सुलर विभाग, कन्सुलेट नेपालमै ओपन भइसके पछाडि यो सबै प्रकारको सर्भिसेस चाहिँ कन्सुलेटले दिनेछ।